र पैसा पनि खर्च हुन्छ। अब यहाँ र्यालीमा आउनु पर्यो होइन, र्याली बनाउनु पर्यो, उफ्रिनु पर्यो, अनि अलि मिठो मिठो पनि खानु पर्यो, पैसा पनि खर्च हुन्छ। त्यो र्यालीमा खर्च गर्ने पैसा बरु कुनै राम्रो काममा लगाउनु होला भन्ने चाहिँ मेरो अनुरोध छ। दुःख नमान्नु होला, किनभने सधैँ सबैले गरिरहेको चलन भइरहेको चलन पाइएन भनेर चाहिँ तपाईँहरू नरिसाउनु होला भन्ने मेरो अनुरोध हो। किनभने म चाहिँ कुनै पनि र्यालीमा जान्न, अहिलेसम्म गएको पनि छैन। कुनै पनि भोज भतेर रमाइलो गर्ने ठाउँमा म जान्न, म जाँदै जान्न अघि। त्यस कारणले मेरो बानी पनि हो र त्यो गर्ने भनेको चाहिँ के हो भन्दाखेरि समय र पैसाको बर्बादी पनि हो। म चाहिँ समयको सदुपयोग गरेर अनि थोरै जति सकेसम्म थोरै खर्च गरेर काम चलाउने मान्छे हो। त्यसैले र्याली गर्न चाहने दाजुभाइहरू सम्पूर्णलाई चाहिँ ल धन्यवाद छ है। अब नरिसाउनु होला, किनभने